ओम शान्ति, गुड मर्निङ। ओम शान्ति गुरु। हजुरलाई ओम शान्ति गुरु। बाप दादाको तरफ से, हजुर हजुर। महात्माको तरफ से धेरै धेरै शुक्रिया, नमस्कार। बाबाको यो पसलमा आउनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। हजुरको समय त एकदमै व्यस्त छ होला हैन? व्यस्त समय भए पनि एकछिन हजुर एकदमै महान आत्मा हुनुहुन्छ, देव आत्मा हुनुहुन्छ, सत्यको देवता हुनुहुन्छ हैन? त्यही भएको कारणले हजुरलाई थोरै समय मागेर हजुरसँग चाहिँ थोरै कुराकानी शिव बाबाको भगवानको कुराकानी गरिरहेको छु ल। यो कस्तो रहेछ भने हजुर कसलाई मान्नुहुन्छ? भगवान पुरा कसलाई मान्नुहुन्छ? शिवजी भोलेनाथ। शिव भोलेनाथलाई मान्नुहुन्छ है? हजुर हजुर। हजुर एकदमै महान आत्मा हुनुहुन्छ। हजुर यो जातिमा गिरी हो जातिमा पनि गिरी यो ब्रह्माण्डको रचयिता नै सर्वशक्तिमान भगवान शिव हुनुहुन्छ हैन? उहाँलाई नै हजुरले मान्नुहुन्छ हैन? उहाँ एकदमै महान, तपाईँ हजुर एकदमै महान हुनुहुन्छ हैन? एकदमै चाहिँ सत्यको देवता हुनुहुन्छ है। भगवान शिव कस्तो हुनुहुन्छ भने भगवान उहाँ चाहिँ हामी के रहेछौँ भने आत्मा रहेछौँ है। यो शरीर रूपी एउटा गाडी चलाउने आत्मा ज्योतिबिन्दु स्वरूप रहेछ है। यो निधारको बिचमा बसेर यो गाडी चलाउँदो रहेछ आत्माले है। यो आँखाद्वारा हेर्ने काम, कानद्वारा सुन्ने काम, मुखद्वारा बोल्ने काम होइन? यो शरीरको हरेक अङ्गद्वारा कर्म गर्ने काम गर्दो रहेछ आत्माले होइन? हजुर एकदमै महान आत्मा हुनुहुन्छ। हामी संसारका सबै के रहेछौँ भने आत्मा रहेछौँ है। आत्माको पिता भएको कारणले भगवानलाई परमात्मा भनेको रहेछ है। आत्माको पिता भएको कारणले भगवान चाहिँ कस्तो हुनुहुँदो रहेछ भने, परमात्मा चाहिँ कस्तो हुनुहुँदो रहेछ भने दुःखहर्ता सुखकर्ता हुनुहुँदो रहेछ है। आत्मा ज्योति बिन्दु स्वरूप रहेछ। हजुरले यो तिलक लगाउनु भएको छ नि यहाँनिर, आत्मा यहीँ बसेर चाहिँ यो शरीर रूपी गाडी चलाउँदो रहेछ होइन? आत्मा ज्योति बिन्दु स्वरूप रहेछ र परमात्मा पनि ज्योति बिन्दु स्वरूप हुनुहुँदो रहेछ। हेर्नुहोस् है, आत्मा ज्योति बिन्दु स्वरूप भएको कारणले गर्दाखेरि यो निधारमा टिकेर बसेको छु है भनेर चाहिँ म आत्माको स्मृतिको लागि यहाँ चाहिँ टिका लगाएको रहेछ है। अनि आत्माको पिता पनि तपाईँलाई चाहिँ कस्तो हुनुहुँदो रहेछ? आत्माको पिता पनि ज्योति बिन्दु स्वरूप नै हुँदो रहेछ। उहाँ सर्वशक्तिमान हुनुहुँदो रहेछ होइन? उहाँ चाहिँ परमात्माको चाहिँ हामी संसारका जति पनि छौँ नि सबै परमात्माका सन्तान रहेछौँ। हेर्नुहोस् यहाँ चाहिँ आत्मा को पिता एउटै हुँदो रहेछ। शरीरको पिता तपाईँलाई फरक फरक हुँदो रहेछ है। आत्माको पिता संसारमा जति पनि होइन त्यही रहेछ। तपाईँलाई चाहिँ यहाँ कोही जाति धर्म भाषा लिङ्ग देश होइन आदि इत्यादि चाहिँ कारणले चाहिँ हामी वैमनस्यता गर्नु यो एकदमै बेकार रहेछ है। हामी चाहिँ उही एउटा परमात्माका सन्तान रहेछौँ। आत्माको पिता चाहिँ एउटै रहेछ सबैको। हेर्नुहोस् है, शरीरको पिता छुट्टा छुट्टै रहेछ। हेर्नुहोस् आत्माको पिता चाहिँ तपाईँलाई कस्तो हुनुहुँदो रहेछ भने उहाँको गुणगान चाहिँ तपाईँलाई दुःखहर्ता सुखकर्ता हुनुहुँदो रहेछ। शान्तिको सागर हुनुहुँदो रहेछ। शान्तिको सागर